धेरै मानिसलाई लाग्छ अभिनय भनेको ठुलो स्वरमा बोल्नु हो, रोनु हो, कराउनु हो वा हिरो जस्तो देखिनु हो। तर सत्य के हो भने असल एक्टर अभिनय गर्दैन, उसले जीवन बाँच्छ। यदि तपाईँ अभिनय सिक्न चाहनुहुन्छ भने आजको यो भिडियो तपाईँको सोच नै बदल्न सक्छ। किनकि आज म तपाईँलाई अभिनयको सबैभन्दा पहिलो र सबैभन्दा महत्त्वपूर्ण नियम सिकाउनेछु। पार्ट 1, अभिनय भनेको के हो? अभिनय भनेको अरू कसैको नक्कल गर्नु होइन। अभिनय भनेको कुनै पात्रको जीवनलाई आफ्नै शरीर, आफ्नै आवाज, आफ्नै भावनाबाट सत्य रूपमा बाँच्नु हो। कल्पना गर्नुहोस्, तपाईलाई एउटा सिन दिइयो। तपाईको आमा अस्पतालमा हुनुहुन्छ। यदि तपाईँ केवल रुन खोज्नुहुन्छ भने दर्शकले त्यो अभिनय देख्छ। तर यदि तपाईँ साँच्चै त्यो अवस्थालाई महसुस गर्नुहुन्छ भने दर्शकले भावना महसुस गर्छ। यही नै हो अभिनयको शक्ति। पार्ट 2, बिगिनरले गर्ने सबैभन्दा ठुलो गल्ती। नयाँ कलाकारहरूले एउटा गल्ती बारम्बार गर्छन्। उनीहरू डायलग याद गर्छन् तर क्यारेक्टर बुझ्दैनन्। क्यारेक्टर आफैलाई सोध्छ, म को हुँ, म अहिले किन यहाँ छु, म के चाहन्छु, म किन रिसाएको छु, म किन डराएको छु। जबसम्म यी प्रश्नहरूको उत्तर हुँदैन तपाईँको अभिनय पनि अधुरो रहन्छ। असल एक्टरले डायलग भन्दा पहिल्यै क्यारेक्टर बुझ्छ। र पार्ट 3, इमोसन कसरी रियल बनाउने। इमोसनल अभिनय गरेर हुँदैन। इमोसन सत्य परिस्थितिबाट आउँछ। यदि तपाईँलाई सिनमा साथी गुमाउनु परेको छ भने म रुनुपर्छ भनेर सोच्नु हुँदैन। बरु सोच्नुहोस्, यदि मैले साँच्चै आफ्नो सबैभन्दा प्रिय मानिस गुमाएँ भने मेरो शरीरले कस्तो प्रतिक्रिया दिन्थ्यो। सायद तपाईँ चुप लाग्नुहुन्थ्यो, सायद बोल्नै सक्नुहुन्न, सायद आँसु पनि आउँदैन। यही वास्तविकता हो र वास्तविकता नै महान अभिनय हो। र पार्ट 4, बडी ल्याङ्ग्वेजको शक्ति। धेरै पटक सबैभन्दा शरीरले धेरै बोल्छ। आँखा, सास, हात, उभिने तरिका, यी सबैले क्यारेक्टरको कथा सुनाइरहेका हुन्छन्। यदि तपाईँ कन्फिडेन्स भएको पात्र खेल्दै हुनुहुन्छ भने तपाईँको शरीर पनि आत्मविश्वासी देखिनुपर्छ। यदि क्यारेक्टर डराएको छ भने त्यो डर शरीरमा देखिनुपर्छ। बडी ल्याङ्ग्वेज नै मौन डायलग हो। पार्ट 5, अभ्यास कसरी गर्ने। हरेक दिन एउटा सानो अभ्यास गर्नुहोस्। ऐनाको अगाडि होइन, मानिसहरूलाई हेर्नुहोस्। बस स्टपमा, बजारमा, विद्यालयमा सबै मानिस फरक हिँड्छन्, फरक बोल्छन्, फरक हाँस्छन्, फरक रिसाउँछन्, फरक स्वभावको हुन्छन्। एक्टर भनेको मानिसहरूको विद्यार्थी हो। जति धेरै जीवन देख्नुहुन्छ त्यति नै राम्रो अभिनय गर्न सक्नुहुन्छ। र अन्त्यमा भन्न चाहन्छु, याद राख्नुहोस्, महान एक्टर बन्नु भनेको डायलग याद गर्नु होइन, मानिस बुझ्नु हो, भावना बुझ्नु हो, जीवन बुझ्नु हो। किनकि अभिनय क्यामेराका लागि होइन, मानिसको मन छुने कला हो। यदि यो भिडियोबाट केही नयाँ कुरा सिक्नुभयो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोस्। म पनि एक्टर बन्न त चाहन्छु र अभिनय, स्टोरी टेलिङ र पर्फर्मेन्स सम्बन्धी यस्तै गहिरा भिडियोहरूको लागि यो च्यानललाई सब्सक्राइब गर्न पटक्कै पनि नबिर्सिनुहोस्। हामी अर्को भिडियोमा अभिनयको अर्को रहस्यसँग फेरि भेट्नेछौँ। धन्यवाद।